नमस्ते सबैजनालाई हाम्रो यस मेमोरी पावर ट्रेनिङ युट्युब च्यानलमा स्वागत छ। आजको यस सानो भिडियोमा मैले अनुसूची 9 अन्तर्गत पर्ने जुन प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीहरू छन्, जुन 15वटा पोइन्ट्स, यी स्क्रिनमा देखाइएको 15वटा पोइन्ट्सहरूलाई चाहिँ हामीले नम्बर सहित जस्ताको तस्तै याद गर्नेछौँ। साथसाथै बीचबाट पनि, जस्तै 14 नम्बरमा के छ, 7 नम्बरमा के छ, होइन, 6 नम्बरमा के छ, लगायत सम्पूर्ण 15वटा पोइन्ट्सहरूलाई चाहिँ तपाईँहरूले यो भिडियो हेरिसके पछाडि 100% भन्न सक्नुहुनेछ भन्ने मैले आशा पनि गरेकी छु। आजको भिडियो सुरु गरौँ। आजको भिडियोमा चाहिँ हामीले मेमोरी टेक्निक्स राइमिङ अर्थात् राइम जुन लयको आधारमा, होइन, जस्तै कुनै पनि गीतहरू को लय अन्तिम शब्दहरूलाई मिलाइन्छ नि, अन्तिम शब्दहरूको आधारमा मिलाइन्छ। त्यसै गरी हामीले आज राइमिङ सिस्टम अङ्कहरूको आधारमा मिलाएर मिलाउनेछौँ। जस्तै मसँग केही 15वटा जति राइम छन् है, यो राइमिङबाट चाहिँ हामीले अनुसूचीहरू याद गर्नेछौँ। योभन्दा अगाडि मैले मौलिक हक जुन 16 देखि 46 नम्बरसम्म थिए, ती 16 देखि 46 नम्बरसम्मकोलाई पनि राइमिङ सिस्टमबाटै याद गराएको थिएँ। धेरैजनाले मन पराइदिनु भएको छ। आजको पनि हामी राइमिङ सिस्टमबाट गर्दैछौँ। अस्ति 16 देखि 46 सम्मको राइमिङ सिस्टम थियो, आज पनि हामीसँग 1 देखि 15 नम्बरसम्मको राइमिङ सिस्टम रहेको छ। ल सुरु गरौँ। 1 भनेको हाम्रो फोटो बन्दैन, त्यही भएर हामीले 1 लाई केक बनायो, 1 केक है। 2 को ठ्याक्कै फोटो नबन्ला, त्यही भएर मैले के बनाएँ भन्दा सुई बनाएँ है। यहाँ स्क्रिनमा पनि हेर्दै लेख्न सक्नुहुनेछ। 1 भनेको केक, 1 केक है। 2 भनेको 2 सुई, 2 सुई। अनि त्यसै गरी 3 भनेको 3 को फोटो नबन्ला, तर टिन के, होइन, टिनको त फोटो बन्छ। त्यसै गरी 4 भनेको 4 कार है, 4 कार। त्यसै गरी 5 भनेको नाच, 5 आँगनमा नाच। अनि त्यसै गरी 6 लाई छत बनाइयो। 7 भात है, 7 भात राइमको आधारमा। 8 काठ। 9 नाउ बोट ढुङ्गा। त्यसै गरी 10 लाई बस है। 11 लाई धारो होइन, पानी आउने धारो। त्यसै गरी 12 लाई बार, कपडा सुकाउने बार। 13 लाई तर बनाइयो है, दुधको तर। त्यसै गरी 14 लाई बुद्ध पनि बनाउन सकिन्छ, 14 लाई बौद्ध पनि बनाउन सकियो। त्यसै गरी 15 लाई चन्द्र बनाइयो है, 15 लाई चन्द्र अथवा चन्द्रै गराउन सकियो। अब यो 15वटा राइमबाट चाहिँ हामीले 15वटा पोइन्ट्सहरू याद गर्छौँ है त। सहकारी छ नम्बर 1 मा। अब 1 भनेको केक, अघि हामी राइमिङमा गर्यो होइन। केक काट्दैछन् कसले भन्दा सहकारीमा काम गर्ने मान्छेहरूले। किन काट्दैछन् त भन्दा चाहिँ सहकारीको ओपनिङमा के गर्दैछन् भन्दा केक काट्दैछन् है त। अब जब पनि तपाईँलाई 1 याद आउँछ, 1 भनेको केक थियो। केक कसले काट्दैछ अरे? बैङ्कको मान्छेको त कुरै गरेको छैन होइन, होटेलको मान्छेको झन् कुरै छैन होइन। कसले ठग्छ भन्दाखेरि सहकारीका मान्छेले ठग्छन् भनेपछि सहकारीबाट 1 याद, केकबाट सहकारी याद आयो। त्यसै गरी अब हामी 2 नम्बरमा जाऊँ। 2 भनेको हामीले राइमिङ अनुसार 2 सुई बनाइयो होइन। अब शिक्षा, खेलकुद र पत्र पत्रिका हामीले 2 नम्बरमा याद गर्नुपर्ने छ। शिक्षा भन्दा बित्तिकै हाम्रो झट्ट दिमागमा के आउँछ, कि त पढाइको कुरा आउँछ, कि त शिक्षा भनेको कुनै केटीको नाम आउँछ। त्यसै गरी खेलकुद भन्दा बित्तिकै हाम्रो दिमागमा, खेलकुद भन्दा बित्तिकै धेरैजनाको दिमागमा फुटबल, भलिबल, क्रिकेट, लुडो है, चेस यिनीहरू आउँछ। त्यसै गरी पत्र पत्रिका भनेको त अभियसली पत्र पत्रिकाको पनि फोटो बन्छ। त्यही भएर हामीले के गर्छौँ भन्दाखेरि अब सुईसँग जोड्दिउँ है त। शिक्षा भन्ने केटीले है कुनै पनि खेल खेल्दा अथवा पत्र पत्रिका पढ्दाखेरि पहिले सुरुमा के लगाउने रहेछ भन्दा सुई लगाएर एग्रिमेन्ट गर्ने रहेछ कि। जस्तै एकचोटि लगाएपछि 3 महिना ढुक्क भने जस्तै गरेर उसले चाहिँ के गर्ने रहेछ भन्दा सुई लगाएर बल्ल शिक्षाले चाहिँ खेल खेल्ने र पत्र पत्रिका पढ्ने काम गर्ने रहेछ है। अब त्यसै गरी हामी नेक्स्ट भनेको 3 नम्बरमा जाऊँ। 3 नम्बरमा याद गर्नुपर्ने के छ, स्वास्थ्य छ। स्वास्थ्य भन्दा बित्तिकै हामीलाई झट्ट दिमागमा हाम्रो हेल्थसँग रिलेटेड कुनै पनि कुराहरू आउँछ। जस्तै टिनमा काम गर्दा यहाँनिर के गर्छ, टिन काट्दैछ। टिन काट्दा झुक्केर हात काट्यो भने अथवा टिन चलायो भने हात काट्छ, जसले गर्दाखेरि के हुने भयो, हात काटे पछाडि स्वास्थ्य बिग्रियो। कति सजिलो हेर्नु त ल। त्यस्तै गरी अब 4 भनेको हाम्रो के छ, 4 नम्बरमा याद गर्नुपर्ने भन्दा कृषि रहेछ, एउटा मात्र पोइन्ट्स रहेछ। अब यसमा चाहिँ कसरी याद गर्न सकिन्छ भन्दा 4 भनेको कार छ है। अचेलका कृषि गर्ने मान्छेहरू त खास गरी किसानहरू त के हुन्छन्, गरिब हुन्छन् नि त होइन। तर
अचेलका कृषकहरू पनि केमा हिँड्न थाले भन्दा कारमा हिँड्न थाले है। अचेलका कृषकहरू यति धेरै धनी भए, अचेलका कृषि गर्ने व्यक्ति यति धेरै धनी भए कि उनीहरू चाहिँ छानी छानी उनीहरूको सोख अनुसारको कारमा हिँड्ने रहेछ। ल 5 नम्बरमा याद गर्नुपर्ने चाहिँ के रहेछ भन्दा विद्युत, खानेपानी, सिँचाइ जस्ता सेवाहरू। ल हेरौँ है, विद्युतलाई हामीले के लिन सकिन्छ? झट्ट विद्युत भन्दा बित्तिकै हाम्रो दिमागमा के याद आउँछ? बल्ब याद आउँछ होइन, कुनै पनि लाइनसँग रिलेटेड तारहरू याद आउन सक्छ अथवा करेन्ट याद आउँछ है। मैले विद्युतलाई चाहिँ करेन्ट गरिदिएँ। अब खानेपानी र सिँचाइको चाहिँ मैले खानेपानीको ख, सिँचाइको सी निकालिदिएँ, जसले गर्दाखेरि खसी बनाइदिएँ है। करेन्ट लागे पछाडि खसीले के देखायो भन्दा नाच देखायो होइन। बिजुलीको पोलमा चाहिँ आड लाउँदाखेरि करेन्ट लाग्यो खसीलाई होइन। खबाट खानेपानी, सीबाट सिँचाइ होइन। अनि उसले के देखायो भन्दा एकछिन त नाच्छ करेन्ट लगाइसके पछाडि। यहाँनिर फोटोमा पनि के गर्दैछ भन्दा उसले नाच देखाउँदै रहेछ। अब 5 भनेको नाच छ। नाच कसले देखाउँदैछ अरे? खसीले। किन देखाउँदैछ उसलाई? बिजुलीको पोलमा करेन्ट लागेर। करेन्टबाट विद्युत होइन, खबाट खानेपानी, सीबाट सिँचाइ जस्ता सेवाहरू चाहिँ कमन सेन्स ल्याउने भयो। ल 5 को पनि कम्प्लिट छ है त। अब त्यस्तै गरी हामी 6 मा जाऊँ। 6 नम्बरमा हामीले याद गर्नुपर्ने चाहिँ के छ भन्दा सेवा शुल्क, दस्तुर, दण्ड, जरिमाना तथा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी। अब यसो विचार गर्दाखेरि सेवा शुल्क भने पनि, दस्तुर भने पनि, दण्ड जरिवाना भने पनि सबै के हो भन्दा पैसा नै हो। अब यहाँ फोटोमा देख्न सक्नुहुन्छ, यहाँ म फोटोबाटै देखाउँछु। जस्तै यहाँनिर के छ भन्दा जीपको छतमाथि चढिरहेका छन्। किन? छबाट हाम्रो छत है, छ भनेको छत। छतमा चढ्यो भने के तिर्नुपर्छ भन्दाखेरि जरिमाना तिर्नु पर्यो होइन। जरिमाना, दस्तुर होइन, सेवा शुल्क। गाडीलाई चाहिँ अलरेडी तपाईँले शुल्क तिर्नु भएको छ, तर अझै त्यसमाथि तपाईँ छतमा बस्नुभयो भने के तिर्नु पर्ने रहेछ भन्दाखेरि दस्तुर, दण्ड, जरिमाना तिर्नु पर्ने रहेछ। किन भन्दा यो प्रकृतिमा चाहिँ छतमा चढ्न पाइँदैन। त्यो पनि कसले बढी तिर्न पर्ने रहेछ भन्दाखेरि पर्यटनहरूले तिर्न पर्ने रहेछ। किन भन्दा पर्यटनबाट पर्यटन शुल्क याद गर्न सकियो। अब जब जब पनि तपाईँलाई छ भनेको छत थियो, ए छतमा बस्यो भने के तिर्नुपर्छ भन्दा अलरेडी शुल्क तिरेर पनि जरिमाना तिर्नु पर्यो छतमा बसेर। अनि त्यस पछाडि चाहिँ किन भन्दाखेरि हामी प्रकृतिको बाटोमा, प्राकृतिक स्रोतमा हिँडिरहेको भएर। अनि त्यो पनि कसले धेरै तिर्न पर्ने रहेछ भन्दा पर्यटनहरूले चाहिँ धेरै तिर्न पर्ने रहेछ है त। अनि त्यस्तै गरी हामी 6 नम्बर पछाडि 7 मा जाऊँ। वन जङ्गल, वन्यजन्तु, चराचुरुङ्गी, जल उपयोग, वातावरण, पर्यावरण तथा जैविक विविधता छ। अब यसलाई कसरी याद गर्न सकिन्छ भन्दा 7 भनेको भात छ है। वन जङ्गलमा को बस्छ? वन्यजन्तु बस्छन् है। रुखमा को बस्छ? चराचुरुङ्गी बस्छन्। अनि त्यो जुन रुख, चराचुरुङ्गी बसेको रुखको जराबाट के निस्किन्छ? जल निस्किन्छ। त्यो जल निस्केर कहाँ आएर मिसिन्छ? वातावरणमा मिसिन्छ। वातावरण अर्थात् पर्यावरण भनेको सेम हो है। अनि जसले गर्दाखेरि चाहिँ हाम्रो जैविक विविधतालाई के पुगेको छ? एकदम फाइदा पुगेको छ। है यहाँ वन जङ्गलका वन्यजन्तु, चराचुरुङ्गी होइन, सबैले चाहिँ के खाँदैछन् भन्दाखेरि भात खाँदैछन्। अब जब जब तपाईँलाई 7 भनेको भात याद आउँछ, भात कसले खाँदैछ भन्दा वन जङ्गलमा बस्ने वन्यजन्तुले, रुखमा बस्ने चराचुरुङ्गीले खाँदैछन्। केसँग भन्दाखेरि जराबाट आएको जलसँग है। अनि त्यो जल कहाँ आएको छ अरे भन्दा वातावरणमा आएको छ। अनि जसले गर्दाखेरि जैविक विविधता के गरेको छ? हाम्रो कायम राखेको छ। नम्बरको पोइन्ट्समा जाऊँ। 8 भनेको काठ छ है। काठबाट चाहिँ यहाँ के निकाल्दैछन् भन्दा खानी तथा खनिज है, खनिज पदार्थ निकाल्दैछन् है। काठबाट चाहिँ खनिज पदार्थ निकाल्दैछन्। अब जब जब पनि तपाईँले 8 सम्झिनुहुन्छ, ए 8 भनेको काठ थियो, काठबाट के निकाल्दैछन् भन्दा खनिज निकाल्दैछन्, कोइला निकाल्दैछन् भन्ने इमेजिनेसन गर्न सकियो। खनिजबाट चाहिँ हामीले खानी तथा खनिज याद गर्न सकियो। किन भन्दाखेरि खनिज पदार्थ एक्लै कहिले पनि आउँदैन, प्राय खानी तथा खनिज सँगसँगै आएका हुन्छन्। यहाँसम्म रिभिजन गरौँ है त। जस्तै हाम्रो ऱ्यान्डमली जाऊँ। 4 भनेको कार थियो है। कार, अचेलका को पनि कारमा चढेर हिँड्न थाले भन्दाखेरि कृषकहरू, कृषकबाट कृषि होइन। त्यसै गरी अर्को चाहिँ हाम्रो 7 नम्बरमा जाऊँ। 7 भनेको भात थियो। भात कसले खाँदैछ अरे भन्दाखेरि वन जङ्गलमा बस्ने वन्यजन्तुले होइन, रुखमा बस्ने चराचुरुङ्गीले, अनि रुखको जराबाट आएको जलसँग वातावरणमा बसेर खाँदैछन्। जसले गर्दाखेरि हाम्रो जैविक विविधता कायम राख्नलाई के भएको छ? एकदम सहज भएको छ है त। त्यसै गरी 3 नम्बरमा जाऊँ। 3 भनेको टिन थियो। टिनलाई चलाएपछि के हुन्छ अरे? हात काट्छ। हात काट्नु भनेको के? स्वास्थ्य बिग्रिनु। भनेपछि 3 नम्बरमा स्वास्थ्य। त्यसै गरी अर्को हाम्रो 2 छ। 2 भनेको सुई थियो होइन। अब शिक्षा भन्ने केटीले के गर्दैछ भन्दाखेरि सुई लगाएर बल्ल खेल्न जान्थे अथवा पत्र पत्रिका पढ्न थाल्थे होइन। त्यस्तै गरी 1 भनेको केक थियो।
अब दुनियाँलाई ठग्न पाइन्छ भनेर कसले केक पार्टी बनायो भन्दा सहकारीमा काम गर्ने मान्छेहरूले भनेपछि सहकारी कति नम्बरमा रहेछ? 1 नम्बरमा रहेछ। त्यस्तै गरी 6 भनेको छत थियो, छतमा बस्यो भने के तिर्नुपर्छ? गाडीलाई त पहिले हामीले शुल्क तिरेको हुन्छ सेवा शुल्क भयो। अनि छतमा बसे बापत चाहिँ ट्राफिकलाई चाहिँ दण्ड जरिमाना सेवा शुल्क दस्तुर दण्ड जरिमाना तिर्नु पर्यो। किन भन्दा प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, किन प्राकृतिक स्रोतको बाटोमा हिँडिरहेका छन्, त्यो पनि कसले धेरै तिर्नुपर्ने रहेछ भन्दा पर्यटन शुल्क पनि हाम्रो 6 नम्बरमै छ हैन। त्यसै गरी अब 9 नम्बरको हेरौँ। 9लाई चाहिँ हामीले के बनाइएको छ भन्दा 9लाई नाउ भनेको बोट हैन। 9 नम्बरमा के छ याद गर्नुपर्ने पोइन्ट्स भन्दा विपद व्यवस्थापन। ल हेरौँ यसलाई कसरी जोड्न सकिन्छ त भन्दाखेरि नाउबाट लडियो भने विपद आइलाग्छ, त्यसपछि व्यवस्थापन गर्न धेरै गाह्रो हुन्छ नि त हैन। जस्तै बोटबाट कोही लड्यो भने त्यसलाई बचाउनको लागि स्विमिङ गर्न जान्ने मान्छे चाहियो, जसले गर्दाखेरि चाहिँ नाउबाट लड्यो भने विपद आइलाग्छ, जसलाई चाहिँ हामीले व्यवस्थापन गर्नलाई चाहिँ के लाग्छ? समय लाग्छ। भनेपछि जब जब 9 याद आउँछ 9लाई हामीले नाउ बनाइयो, नाउबाट लडेपछि के आइलाग्ने रहेछ? विपद। त्यो विपदलाई व्यवस्थापन गर्नलाई समय लाग्छ भने पछाडि 9 नम्बरमा के रहेछ? विपद व्यवस्थापन। 10 नम्बरमा चाहिँ याद गर्नुपर्ने पोइन्ट्स के रहेछ? सामाजिक सुरक्षा र गरिबी निवारण। अब यसलाई कसरी याद गर्न सकिन्छ भन्दाखेरि 10लाई हामीले बनाइयो बस है, 10 बस राइमको आधारमा। सामाजिकको सा र सुरक्षाको सु निकालेर मैले सामाजिक सुरक्षालाई सासु बनाइदिए है। सासूले के गर्दैछिन्? यहाँनिर बस चलाउँदैछिन्। यति ब्युटिफुल सासूले चाहिँ बस चलाउँदैछिन्। किन भन्दा गरिबी हटाउन, गरिबी निवारण गर्नको लागि चाहिँ सासू आफैले चाहिँ के गर्दैछिन् भन्दाखेरि बस चलाउँदैछिन्। बस चलाएर चाहिँ उनले के गर्नलाई? आफ्नो जीविका पार्जन गर्नलाई, जसले गर्दाखेरि चाहिँ गरिबी निवारण भयो। अब जब जब पनि तपाईँलाई 10 याद आउँछ नि, 10 भनेको बस थियो। बस कसले चलाउँदै थियो? ए ससुराले त होइन, पुरै आएको थिएन। ब्युटिफुल भनेपछि ब्युटिफुल सासूले हो होइन। ब्युटिफुल सासूले बस चलाउँदैछिन्। किन चलाउँदैछिन् भन्दा गरिबीको अन्त्य गर्न। त्यसै गरी हामी 11 नम्बरमा जाऊँ। 11 नम्बरमा हामीले याद गर्नु पोइन्ट चाहिँ के रहेछ भन्दा व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह, तथ्याङ्क। ल हेरौँ 11लाई हामीले के बनायो? 11लाई एउटा धारो है, एक धारो होइन। यहाँनिर फोटोमा पनि देख्न सकिन्छ यो धारो। धारोमा चाहिँ एउटा व्यक्ति के गर्न गयो भन्दाखेरि पानी पिउन गएको थियो। पानी पिउन जाँदाखेरि धारोमा चिप्लिएर व्यक्तिको घटना भयो। व्यक्तिको घटना भन्दा बित्तिकै जन्म, मृत्यु, विवाह र तथ्याङ्क है। धारोमा पानी पिउन जाँदाखेरि के भयो? व्यक्ति चिप्लिएर लड्यो र घटना भयो होइन। व्यक्तिको घटनाबाट हामीले के याद गर्न सकियो? जन्म, मृत्यु, विवाह र तथ्याङ्क। नेक्स्ट भनेको हामी 12 नम्बरमा जाऊँ। 12लाई चाहिँ मैले बार बनाएँ है। बार भनेको चाहिँ कपडा सुकाउने बार होइन। अब यो कपडा सुकाउने बारमा चाहिँ कपडा नभएर के छन् भन्दा पुरातत्व, प्राचीन स्मारक र सङ्ग्रहालय। भनेको मतलब चाहिँ पुराना मूर्तिहरू छन् कि होइन, एकदम किम्ती, एकदम मूल्यवान पुराना मूर्तिहरू कहाँ छन् भन्दाखेरि बारमा छन् होइन। बारमा छन्। पुराना मूर्तिहरूलाई चाहिँ मानिसहरूले कहाँ राखेका रहेछन् भन्दाखेरि यस्तो कपडा झुन्डाउने बारमा चाहिँ सुरक्षित गरेर राखेको रहेछन् है। पुराना मूर्तिहरूबाट हामीले के याद गर्न सक्यो? पुरातत्व, प्राचीन स्मारक, सङ्ग्रहालय। अनि त्यसै गरी अब हामी नेक्स्ट भनेको 13 नम्बरमा छौँ। 13लाई चाहिँ हामीले के बनायो? 13लाई तर होइन, 13 तर भनेको दुधको तर। सुकुम्बासी भन्दा बित्तिकै हामीलाई कसको याद आउँछ? खोला किनारामा बस्ने होइन, खोलाको छेउछाउमा बस्ने मानिसहरूको याद आउँछ हो। यी सुकुम्बासीहरूलाई चाहिँ तर खान पाएपछि अरू केही चाहिँदैन। तरबाट 13 होइन। अनि कसलाई भन्दा सुकुम्बासीलाई। सुकुम्बासीबाट सुकुम्बासी व्यवस्थापन याद गर्न सकियो। कति नम्बरमा भन्दा 13 नम्बरमा। अब त्यसै गरी हामी अब 14 नम्बरमा छौँ। 14लाई चाहिँ हामीले के गराउन सकिन्छ? राइम अनुसार 14 बौद्ध अथवा 14 बुद्ध है। बुद्धले चाहिँ यहाँ के गर्दै हुनुहुन्छ भन्दा प्राकृतिक स्रोत मुनि होइन। जस्तै यताबाट पनि झरना निस्किएको छ, यता रुखको मुनि बसेर चाहिँ प्राकृतिक स्रोत मुनि बसेर के गर्दै हुनुहुन्छ? बुद्धले ध्यान गर्दै हुनुहुन्छ। बुद्धबाट 14 याद आउने भयो होइन। प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी चाहिँ हामीले कहाँनिर याद गर्यौँ भन्दा 14 नम्बरमा याद गर्यौँ। किन भन्दा 14बाट बुद्ध थियो। ए बुद्ध कहाँ बसेर ध्यान गर्दै हुनुहुन्छ? घरमा बसेर त होइन। बुद्ध जस्तो मान्छेले कहाँ घरमा बसेर गर्नु? प्राकृतिक स्रोत होइन, झरना अनि त्यस पछाडि रुखहरूको मुनि बसेर चाहिँ के गर्दै हुनुहुन्छ? ध्यान गर्दै हुनुहुन्छ। अब त्यसै गरी चाहिँ हाम्रो अन्तिम पोइन्ट्स रहेको छ 15 नम्बरमा। 15लाई चाहिँ हामीले चन्द्र बनायो कि चन्द्र होइन। यहाँनिर फोटोमा देखेको चन्द्रमुखीलाई त चिन्नुहुन्छ होइन। सक्कीगनीमा पाडेकी बुढी चन्द्रमुखी हो। यो चन्द्रमुखीलाई चाहिँ मैले के बनाइदिएँ? चन्द्र बनाइदिएँ है। चन्द्र 15 चन्द्र।
यो चन्द्रमुखीले चाहिँ के काम गर्छिन् भन्दा सवारी साधन अनुमति पत्र अर्थात् लाइसेन्स बेच्ने काम गर्छिन्। सवारी साधन अनुमति पत्र भनेको के हो? लाइसेन्स हो। लाइसेन्स बेच्ने काम कसले गर्ने रहेछ भन्दा चन्द्रले गर्ने रहेछन् है त। चन्द्रमुखीले लाइसेन्स बेच्ने काम गर्ने रहेछन्। ल एकचोटि चाहिँ हामीले के गर्छौँ भन्दा सर रिभिजन गर्छौँ। जस्तै ऱ्यान्डमली बिचबाट गरौँ। जस्तै 9 नम्बर 9 भन्दा बित्तिकै तपाईँले के सम्झिनु पर्यो? 9लाई चाहिँ नाउन बोर्ड थियो होइन। बोर्डबाट लडे पछाडि के हुन्छ अरे भन्दा विपद आइलाग्छ अनि व्यवस्थापन गर्नलाई चाहिँ समय लाग्छ होइन। विपद व्यवस्थापन कति नम्बरमा रहेछ? 9 नम्बरमा रहेछ। त्यसै गरी 11 थियो। 11बाट धारो बनाइएको थियो। धारमा म पानी खान गएँ, म व्यक्ति चाहिँ पानी खान गएँ, पानी पिउन गएँ अनि मेरो चाहिँ चिप्लिएर के भयो? घटना भयो। व्यक्तिको घटनाबाट व्यक्तिगत घटना, जन्म मृत्यु विवाह तथ्याङ्क होइन। त्यसै गरी अर्को चाहिँ हाम्रो के छ भनेको 10 भनेको बस थियो। बस चलाउँदै हुनुहुन्छ कसले भन्दा एकदम ब्युटिफुल सासूले होइन। साबाट सामाजिक, सुबाट सुरक्षा, किन भन्दा गरिबीलाई हटाउन भनेको गरिबी निवारण कति नम्बरमा रहेछ? 10 नम्बरमा रहेछ। त्यसै गरी अर्को चाहिँ हाम्रो 12 थियो नि। 12 भनेको बार थियो। बारमा झुत्रा मुत्रा कपडा हुनुको सट्टा के रहेछ भन्दाखेरि पुराना एकदम किम्ती प्राचीन स्मारक होइन। पुरातत्व प्राचीन स्मारक र सङ्ग्रहालय भनेको 12 नम्बरमा रहेछ। त्यसै गरी 13 भनेको के थियो? 13लाई तर बनाएको थियौँ। तर खान पाए पछाडि केही नचाहिने कलायो भन्दा सुकुम्बासीहरूलाई रहेछ। त्यसै गरी अर्को चाहिँ हाम्रो के छ भन्दा 14 भनेको बौद्ध अथवा बुद्ध थियो। बुद्धले चाहिँ कहाँ बसेर ध्यान गर्दै हुनुहुन्थ्यो मतलब घरको छतमा त होइन। बुद्ध जस्तो मान्छेले कहाँ छतमा गर्नु होइन। उहाँलाई चाहिँ नेचुरल कुरा चाहियो भनेपछि प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी, प्राकृतिक स्रोत मुनि बसेर चाहिँ मस्त ध्यान गर्दै हुनुहुन्छ कसले भन्दा बुद्धले। त्यस्तै गरी अर्को चाहिँ हाम्रो 8मा जाउँ। 8 भनेको काठ थियो। काठबाट चाहिँ के निकाल्दैछन् भन्दा खानी तथा खनिज पदार्थ निकाल्दैछन् है त। ल थ्याङ्क यू सो मच। आजको चाहिँ भिडियो हाम्रो यति नै हुन्छ।